हेलो गाइजलाई स्वागत छ है आजको नयाँ भिडियोमा। सो सधैँ जस्तै आज पनि एउटा नयाँ भिडियो लिएर आएको छु। सो अहिले चाहिँ पोल्यान्डको बारेमा भन्नुपर्दा अहिले चाहिँ अब नियमहरू चेन्ज हुँदैछ। सो अहिले चाहिँ जो नेपालबाट आएको सेन्जन कन्ट्रीबाट आएर पोल्यान्डमा पनि काम गर्न पाइन्छ है भनेर जसले भिजा नलाइकन सेन्जन कन्ट्रीभित्रबाट पनि वर्क परमिट मात्र निकालेर पोल्यान्डमा आएर जसले वर्क परमिटको भरमा आउनु भएको छ अब चाहिँ नआइदिनु होला। जबसम्म अब फिलहाल लगभग यो एक हप्ता यो महिनाभित्र जसले अप्लाई गर्न सक्नुहुन्छ गर्नु कार्डको लागि, नत्र भने चाहिँ तपाईँहरूको कार्ड चाहिँ नबढ्ने भएको छ है। सो त्यस कारणले चाहिँ तपाईँहरू वर्क परमिटको भरमा जो आइदिनु भयो इलिगल नै थियो त्यो कुरा, तर पनि कसैको धेरैको कार्डहरू यताउति प्रोसेसिङ भइरहेको थियो। तर अहिले चाहिँ सरकारले के निर्णय गरेको छ भने यहाँ चाहिँ अब सेन्जन कन्ट्रीभित्रबाट बिना भिजामा आउने साथीहरूको चाहिँ भिजा नलाग्ने भनेर चाहिँ कुरो भइरहेछ। त्यस कारणले चाहिँ तपाईँहरू सेन्जन कन्ट्रीभित्र भएर पनि घुम्न आउन पाइयो, तर तपाईँहरूको डकुमेन्टहरू अप्लाई नहुने भइरहेछ है। जस्तै पोर्चुगलमा पहिला जहाँबाट इलिगलहरू मान्छेलाई गएर जे गरेर डकुमेन्टहरू नबने पनि त्यहाँ मान्छेहरूलाई बन्थ्यो भने अब चाहिँ त्यो कुरा चाहिँ त्यहाँ जस्तै यहाँ पनि नहुने भएको छ। अब किनकि अब आउन हतार गर्ने मान्छेहरूले चाहिँ त्यसलाई चाहिँ केही क्षणसम्म विश्राम गरेर चाहिँ आइदिनु होला बुझेर मात्र। किनकि अब चाहिँ तपाईँहरू वर्क परमिट हातमा छ, तपाईँहरू हिजो एक हप्ताभित्रमा आइदिनु भएन, अब आएर तपाईँहरू डकुमेन्ट सबमिट गर्नु भएन भने चाहिँ तपाईँहरूको डिआरसी बन्दैन है। अब एक दुई महिनापछि अब यहाँको प्रोसेसहरू पुरानो मान्छेहरूले बनाउँछ कि नै, त्यसपछि बल्ल अब बनाइसकेपछि बनायो भने चाहिँ अब कसैसँग बुझेर आइदिनु होला आए पनि होइन। तर फिलहाल चाहिँ अहिले चाहिँ म पनि अस्ति इमिग्रेसनमा गएको, त्यहाँ चाहिँ अब सेन्जन कन्ट्रीभित्रबाट आउनेहरूलाई पनि नयाँ मान्छेहरूको लागि पनि नगर्ने भनिरहेको थियो। किनकि अहिले टिआरसी कार्डहरू बन्न पनि पोल्यान्डमा लगभग 2 वर्ष जति लगभग लागिरहेछ होइन। त्यस कारणले जस्तै 4-5 लाख केसहरू पेन्डिङमा छन् अरे होइन, 4-5 लाख केस पेन्डिङमा छन्। त्यस कारणले पनि मान्छेहरूको ढिलो भएको रहेछ। जता नपाई मान्छेहरू सेन्जन कन्ट्रीमा भन्दै वर्क परमिट निकाल्दै यता आएर डकुमेन्टहरू बुझाउँदा त्यस कारणले चाहिँ धेरैहरू मान्छे भयो भनेर चाहिँ नदिएको भनेर चाहिँ बुझिएको छ। त्यस कारणले चाहिँ अब त्यहाँ पनि अब बाहिरी मान्छेहरूलाई नदिने भनेर नीति नियमहरू बनाइरह। अब मान्छेहरूलाई छोप्दै अहिले पनि चेकिङ पनि साह्रै होइन, ट्रेनमा गयो हिँड्यो ट्रेनमा चेकिङहरू यताउति भइरहेछ। त्यस कारणले चाहिँ अब चाहिँ घुम्न आउनको लागि ठिक छ, तर काम गर्नको लागि चाहिँ अलिक गाह्रै छ है गाइजहरू। त्यस कारणले चाहिँ सेन्जन कन्ट्रीभित्र भयो भनेर वर्क परमिटहरू मात्र निकालेर चाहिँ नआइदिनु होला, मेरो चाहिँ सल्लाह सुझाव हो। बाँकी तपाईँहरूको कुरा अब नेपालबाट र विदेशबाटको सन्दर्भमा कुरा गर्ने हो भने चाहिँ अब विदेशबाट जो कोही पनि आउनु पाउँछ होइन, पाउँछ, तर कम्पनी राम्रो हुनु पऱ्यो, एजेन्सी राम्रो हुनु पऱ्यो होइन। त्यसले बोलाउनु चाह्यो भने त्यो चाहिँ भिजा लगाएर आउने भनेको लिगल रूपमा हो। प्रोसेसहरू र सबै डकुमेन्टहरू पुग्यो भने चाहिँ सरकारले चाहिँ ल यो व्यक्ति हाम्रो लागि ठिक छ भनेर आउने कुरा चाहिँ आउन भनेर दिएपछि चाहिँ यहाँ कार्ड बन्छ। अहिले चाहिँ लगभग सबै देशहरूमा लगभग अहिले चाहिँ इलिगल मान्छेहरूलाई चाहिँ राख्ने भनेको नराख्ने भनेर चाहिँ अब जस्तै अमेरिकाले पठायो, यहाँ भयो, पोर्चुगल भयो लगायतका धेरै ठाउँहरूमा चाहिँ होइन अब प्रोसेसहरू चलिरहेछ। अनि अर्को कुरा नेपालबाट भिजा लगाएर डाइरेक्ट पोल्यान्डको भिजा छ भने चाहिँ त्यसरी चाहिँ लाग्ने भयो। तर जस्तै तपाईँहरूको युरोप बडीमा सेन्जन कन्ट्रीभित्र जस्तै देशहरूमा जान पाउने तर वर्कको लागि चाहिँ नदिने भनेर चाहिँ भनिरहेको। तपाईँहरू जस्तै क्रोएसिया आउनुभयो भने यहाँ कामको लागि आउनु पऱ्यो भने चाहिँ भिजा लगाएर आउनु पऱ्यो होइन। काम गर्नको लागि डकुमेन्ट बनाउनको लागि आफू स्ट्रङ हुनको लागि चाहिँ तपाईँहरूले डकुमेन्टहरू बनाएर भिजा लगाएर आउनु पऱ्यो। पासपोर्टमा तपाईँको स्वयं पुलिसका भिजा भनेर चाहिँ लाग्नु पऱ्यो होइन। अब धेरै साथीहरूको अब इन्डियादेखि कतारदेखि डेटहरू पाइरहेको छैन कि हो वर्क परमिट निस्केको पैसा मेरो खर्च भयो भनिन्छ। अब त्यो डेटहरूको लागि चाहिँ पहिलेदेखि हो नपाएको हो, तपाईँहरूले सही मान्छेहरू नभेटेको हो, त्यस कारणले चाहिँ तपाईँहरूको नभएको हो। त्यसमा त अब आफूले गर्ने प्रोसेस नै हो, त्यही नै हो होइन। अब प्रोसेसहरू अब लागिराख्ने अब तपाईँहरूको कहिले पर्छ होइन, त्यस्तै हो। अनि अब अरू कुरा गर्दा भिजाको रेसियोभन्दा अहिले एकदमै कम छ भन्दैमा नआएको पनि होइन। मान्छेहरू फाटेफुट्टो पहिला चाहिँ मान्छे लट लाएर फल्नाको मान्छेको भिजा यति लाग्यो अरे, फल्नाको डिस्काको यति लाग्यो अरे भन्ने चाहिँ छैन। त्यही हो।
अब चाहिँ भिजाहरू पनि कम लगाइरह। अनि अब मैले बारम्बार सबै भिडियोमा भनेको कुरा चाहिँ धेरै पैसाहरू पहिला खर्च नगर्नुहोस् भन्ने कुरा त मैले लगभग सबै कुराहरूमा भनेको छु। अब त्यो सबै भिडियो हेर्ने साथीहरूले भन्नुभयो होला, अब बुझ्नु भयो पनि छ होइन। अब केही साथीहरूले चाहिँ मलाई बोलाउनुहोस्, म आउन चाहन्छु दाइ, मैले के गर्नुपर्छ भनेर भन्नुहुन्छ। अब तपाईँहरूले मैले आउनुहोस् भनेर फट्टै मैले गर्दा भने पनि होइन, त्यो कुराहरू तपाईँहरू बुझिराख्नुपर्छ। मैले बोलाउन चाहेर पनि हुँदैन। त्यस कारणले अब मैले वर्क परमिट निकाल्ने, मैले यताको काम गर्न सक्छु, तर उताको भिजा नदिने भने एमबिसीको हातमा हुन्छ। त्यो चाहिँ अरू दोस्रो पार्ट हो होइन। हामीले गर्न सकिने भनेको त्यही वर्क परमिट निकाल्ने हो। त्यही पनि अब मैले पहिला नै भनेको छु पहिलाको भिडियोमा। मेरो साथीहरूलाई मैले आफ्नो मेन साथीहरूलाई गरेको थिएँ, त्यसपछि चाहिँ मेरो रिसिभी जस्तो पैसा खायो भन्ने जस्तो भयो। त्यसपछि चाहिँ मैले भिजा नलागिसकेपछि गर्दिनँ भनेर चाहिँ भनेको छु। त्यही भएर त्यस कारणले चाहिँ मैले चाहिँ त्यो गर्न सक्दिनँ होइन। अब त्यो कुराहरू मैले पहिले भिडियोहरूमा पनि भनेको छु। अनि म चाहिँ खासमा दुबईदेखि आएको। दुबई एकजना साथी थियो, त्यसले चाहिँ बोलाएको न दुबई थियो। अनि दुबईबाट मैले चाहिँ भिजाहरू र अनि डेटहरू निकालेर आएको। त्यस कारणले चाहिँ त्यो मेरो चाहिँ दुबईबाट आएको नलेजहरू थोरै छ। एमबिसीमा जाने कसरी के हो भन्ने कुरा चाहिँ दुबई, कतार या साउदी या कुनै पनि ठाउँबाट आउँदा लाग्ने प्रोसेसहरू चाहिँ मलाई थाहा छ। अनि अहिले चाहिँ त्यस्तै चलिरह मान्छेहरूको भिजाहरू कम दिने। मान्छेहरूको एकपट्टि सोच के छ भने अब दुबई नेपालबाट खासै भिजा लाग्दैन, दुबई, कतार या साउदी या कुनै पनि अन्त देशबाट लाग्छ कि भनेर चाहिँ हिँड्ने बानी पनि छ भने सोच, त्यो एकदम गलत हो। जहाँबाट पनि भिजा दिने ठाउँमा जहाँबाट पनि दिन्छ। जस्तै मेरो साथीहरू लगभग कतारबाट भिजा लाएर नेपालबाट पनि आउनु भएको छ। त्यस्तो पनि हुन्छ है गाइजहरू। त्यसमा अब केही छैन दुविधाहरू। त्यसमा यहीँबाट भिजा लाग्छ भन्ने हुन्न, कम्पनी राम्रो यताउति भयो भने चाहिँ जहाँबाट पनि दिन सक्छ है गाइज। त्यही हो। अब चाहिँ जस्तै अब रोमानिया, क्रोएसिया या माल्टा या कुनै पनि साइप्रसबाट आएर होइन यहाँ भिजा लाग्छ भनेर चाहिँ त्यसमा चाहिँ नर्मल लिनु होला। अब अहिले चाहिँ फिलहाल जो आउने सोचमा हुनुहुन्छ, आउँदै गरेको साथीहरू हुन्छ, त्यसमा चाहिँ फिलहाल चाहिँ नआइदिनु होला कोही पनि। अब जो आइसक्नु भयो, जो पोइन्टमा हुन्छ उहाँहरूले चाहिँ ठ्याक्क अप्लाई गरेर छिटो चाहिँ अप्लाई गर्नु होला। अब यो मन्थभरिमा तपाईँ पेपरहरू उजुरमा पठाइसक्नु पर्ने हुन्छ। त्यसपछिको भिजाहरू चाहिँ नलिने भनेर चाहिँ भनिराख। त्यस कारणले चाहिँ सचेत रहनु होला है भन्दै आजको लागि चाहिँ मैले भिडियो यहीँबाट अन्त्य गर्छु। र तपाईँहरू यदि जोडिनु चाहेमा मेरो फेसबुक, इन्स्टाग्राम अनि फेरि टिकटक र युट्युबमा मेरो सेम नाम छ, हामी त्यहाँबाट पनि जोडिन सक्छौँ है। त्यही नै हो। अब अरू बाँकी कुराहरू खास केही पनि छैन, यही नै हो है भन्दै आजको लागि चाहिँ यहीँबाट बिदा हुन्छु। हस्, धन्यवाद। जय देश, जय विदेश।